जहाँ इच्छा त्यहाँ उपाय भन्छन् नि, त्यस्तै भइरहेछ मेरो जीवनमा। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आज पनि मैले नयाँ भिडियो लिएर आएको छु यहाँहरूको माझमा। अनि आज चाहिँ मेरो डे अफ, मतलब मेरो ड्युटी थिएन, बत्ती थिएन, त्यही भएर मेरो ड्युटी अफ थियो। अनि मैले खानासाना पकाएर खाएर बहिनीलाई पुर्याउन गएँ। बहिनी चाहिँ घर जाँदै थियो आज। अनि मैले चाहिँ पुरै भिडियो लिएँ होला भनेको त क्यामेरा एकातिर मात्रै फर्केको रहेछ, मैले चाहिँ थाहै पाइनँ। अनि बहिनी गयो, बहिनी चाहिँ चढ्न पनि सकिरहेको थिएन, अनि अङ्कलले ढकेल्दै हुनुहुन्थ्यो। अनि बहिनीलाई पुर्याएपछि चाहिँ म हस्पिटल जानुपर्ने काम थियो, सानो काम, त्यस्तो ठुलो पनि होइन। अनि म हस्पिटल गएँ, त्यसरी हस्पिटलमा गएर पूर्जा काटेँ, पूर्जा लिएर गएँ। अनि मलाई औषधि लिन पठाउनु भयो, तर औषधि चाहिँ धेरै ठुलो केही थिएन होइन। अनि औषधि लिएर म गएँ। हस्पिटलको काम सकेपछि चाहिँ म सिधै रुम गएँ। रुम जाँदाखेरि मैले बाटोमा देखाइरहेको थिएँ, हावाले यस्तो गर्यो उस्तो गर्यो भन्ने मैले देखाइरहेको थिएँ। त्यस पछाडि मैले हस्पिटलबाट फर्किँदै गर्दा केक पनि लिएर आएको थिएँ, अनि बहिनी र म मिलेर केक खायौँ। त्यस पछाडि चाहिँ दिनभरि नै रुममा बस्नु अल्छी लाग्यो मलाई, बत्ती पनि थिएन। त्यस पछाडि बहिनीलाई मैले बोलाएँ, अनि जाम्चुली बनघुम्न भने। अनि बहिनीले चाहिँ देखाइरहेको थियो हाम्रो फोटो खिच्ने भाइरल ठाउँ पनि भत्केछ हावाले भन्दै। देख्न सक्नुहुन्छ एकदमै रुखहरू लडाइरहेको थियो। अनि मैले चाहिँ चुलीवनको गेटै देखाउन बिर्सेछु के फेरि, अनि यस्तो भयो उस्तो भयो भन्दै गइरहेको थिएँ। तर चुलीवनको गेटको चाहिँ भिडियो खिच्न बिर्सेछु। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ बहिनी चाहिँ पुरा एक्टिङ गर्दै हिँडिरहेछ जङ्गलमा। त्यस पछाडि पुग्यौँ हामी एकदमै राम्रो दृश्य, जुन चाहिँ मैले कुन ठाउँ हो भनेर पत्ता लगाउनै सकिनँ। यहाँदेखि तल हेर्दा चाहिँ तमरको पुल देखिरहेको थियो। अनि फाइनली हामी चाहिँ आइपुग्यौँ चुलीवनको भ्यू टावर। त्यस पछाडि सबै दृश्यहरू हेऱ्यौँ, त्यहाँ धनकुरा बजार देख्यौँ। त्यस पछाडि वरिपरिको सबै भ्यूहरू हेऱ्यौँ। अनि यहाँ चाहिँ रहेको छ किराँतीहरूको मन्दिर, जे होस् राईहरूको मन्दिर होला सायद, मैले पनि ठ्याक्कै ठाउँमा आउन सकिनँ। त्यस पछाडि यहाँ मान्यता हुन्छ नि त एउटा होइन, अनि यो ढुङ्गाहरूलाई मिलाएर राख्यौँ। त्यस पछाडि फेरि फर्क्यौँ हामी त्यही बाटो भएर। अनि बहिनीले चाहिँ मलाई भनिरहेको थियो, अब त हामी अर्कै बाटो जाउँ ल भन्दै भनिरहेको थियो। अनि मैले चाहिँ होइन होइन त्यही बाटो जाउँ भनिरहेको थिएँ। फेरि बहिनीले भनिरहेको थियो होइन अर्कै बाटो जाउँ, अघिको बाटो एकदमै अप्ठ्यारो भयो, रुखहरू ढलिरहेछ भनिरहेको थियो। हुन त एकदमै बढी रुखहरू ढलिरहेको थियो। अनि मलाई चाहिँ यो मान्छेले कुन बाटो लग्यो, अब म कसरी जाने भनिरहेको थिएँ। त्यस पछाडि फाइनली रुममा आएर मेरो कपडाहरू धुनु थियो, कपडा नि धोइसकेँ। त्यस पछाडि कपडाहरू धोएर एकदमै भोक लाग्यो, अनि मैले चटपटे बनाएर खाने निर्णय गरेँ। त्यस पछाडि म एक्लै रुममा थिएँ होइन। त्यो ब्याकग्राउन्डको सामानहरू चाहिँ इग्नोर गरिदिनु ल, किनभने मेरो ब्यागहरू मैले त्यही राखेँ। एकदमै लास्टै भोक लागिरहेको थियो आएर। अनि त्यस पछाडि मैले चटपटे बनाएर खाएँ। सो थ्याङ्क यू सो मच एभ्रिवान, तपाईँहरूलाई मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा।